नमस्कार। न्युलुम्बिनी बुलेटिनमा स्वागत छ। म साहिसा बोहरा र म सिमरन सापकोटा। हामीले यस विद्यालयको साप्ताहिक विभिन्न गतिविधिहरू र अन्य शिक्षा तथा बालबालिकासँग सम्बन्धित खबरहरूलाई लिएर हरेक हप्ताको आइतबार न्युलुम्बिनी बुलेटिन लिएर यहाँहरूमाझ उपस्थित हुने गर्दछौँ। अब बुलेटिन विस्तारमा। न्युलुम्बिनी इङ्ग्लिस बोर्डिङ स्कुलमा कार्यरत सम्पूर्ण शिक्षक शिक्षिकाहरूको पेशागत क्षमता अभिवृद्धि गर्ने उद्देश्यले आयोजित 2 दिने पेशागत उद्घोषण कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ। कार्यशालामा अनुभवी प्रशिक्षक तथा पत्रकार सञ्जु पौडेलले उद्घोषण कला, प्रभावकारी प्रस्तुतिकरण, कार्यक्रम सञ्चालन, सिप शुद्ध उच्चारण, मञ्च व्यवस्थापन, आत्मविश्वासका साथ सार्वजनिक रूपमा बोल्ने कला तथा विद्यालयका विभिन्न औपचारिक कार्यक्रमहरूलाई व्यवस्थित र आकर्षक ढङ्गले सञ्चालन गर्ने व्यवहारिक सिप सम्बन्धी प्रशिक्षण तथा सहजीकरण गर्नुभएको थियो। प्रशिक्षणका क्रममा सहभागी शिक्षकहरूले समूहगत अभ्यास, मञ्च प्रस्तुतिकरण, उद्घोषणको प्रयोगात्मक अभ्यास तथा अनुभव आदान प्रदान मार्फत आफ्नो प्रस्तुतिकरण क्षमतालाई थप निखार्ने अवसर प्राप्त गरेका थिए। कार्यशालाले शिक्षकहरूको आत्मविश्वास अभिवृद्धि गर्नुका साथै विद्यालयमा सञ्चालन हुने शैक्षिक अतिरिक्त क्रियाकलाप तथा औपचारिक कार्यक्रमहरूलाई अझ प्रभावकारी, मर्यादित र व्यवस्थित रूपमा सञ्चालन गर्न महत्त्वपूर्ण योगदान पुग्ने विश्वास गरिएको छ। कार्यक्रममा विद्यालय प्रिन्सिपल विनोद थापा मगरले प्रशिक्षक सञ्जु पौडेलप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता पेशागत विकासमुखी तालिम तथा क्षमता अभिवृद्धिका कार्यक्रमहरूलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ। प्रिन्सिपल थापा मगरले शिक्षकहरूको निरन्तर पेशागत विकासलाई उच्च प्राथमिकतामा राख्दै गुणस्तरीय शिक्षा सँगै दक्ष, सृजनशील र नेतृत्वदायी शिक्षक उत्पादन गर्ने लक्ष्यका साथ यस्ता कार्यक्रमहरू नियमित रूपमा सञ्चालन गर्दै आएको जनाएको छ। कार्यक्रम पहिलो दिनको उद्घाटन सत्र विद्यालयको भाइस प्रिन्सिपल विष्णु बहादुर सारूको अध्यक्षता र शिक्षक लक्ष्मी रेश्मी मगर राणाको सञ्चालनमा सम्पन्न भएको थियो भने दोस्रो दिनको समापन सत्र सेकेन्डरी इन्चार्ज प्रशान्त राणाको अध्यक्षता, स्मिता राणाको स्वागत र फुलमाया थापाको सञ्चालनमा सम्पन्न भएको थियो। न्युलुम्बिनी इङ्ग्लिस बोर्डिङ स्कुलमा विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धि, संस्थागत कार्य सम्पादनको मूल्याङ्कन तथा आगामी कार्ययोजनालाई प्रभावकारी बनाउने उद्देश्यले त्रैमासिक समीक्षा बैठक सम्पन्न भएको छ। बैठकमा विद्यालयद्वारा सम्पन्न प्रथम त्रैमासिक परीक्षा, शिक्षकहरूको रिफ्रेसमेन्ट भ्रमण तथा 2 दिने पेशागत उद्घोषण तालिमको विस्तृत समीक्षा गरिएको थियो। साथै विद्यालयमा प्रथम त्रैमासिक अवधिमा सञ्चालन भएका शैक्षिक, सहपाठ्य तथा अतिरिक्त क्रियाकलापहरूको समग्र मूल्याङ्कन गर्दै उपलब्धि, चुनौती र सुधारका क्षेत्रबारे गहन छलफल गरिएको थियो। समीक्षा बैठकमा कक्षा शिक्षक, विषयगत शिक्षक, कोअर्डिनेटर तथा विभिन्न इन्चार्जहरूले आफ्नो जिम्मेवारी अनुसार सम्पन्न भएका कार्यहरू, प्राप्त उपलब्धिहरू, देखिएका चुनौती तथा आगामी कार्ययोजना सहितको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो। प्रतिवेदन प्रस्तुतिका क्रममा सिकाइ उपलब्धि, विद्यालयको पठन पाठनको प्रभावकारिता, अतिरिक्त क्रियाकलाप, अभिभावकहरूसँग समन्वय तथा विभागीय कार्य सम्पादनको विविध पक्षहरूको समीक्षा गरिएको थियो। बैठकलाई सम्बोधन गर्दै विद्यालयका प्रिन्सिपल विनोद थापा मगरले विद्यालयको समग्र शैक्षिक अवस्थाको विश्लेषण गर्दै देखाएका समस्या तथा चुनौतीहरूको पहिचान, तिनको व्यावहारिक समाधानका उपाय र आगामी दिनमा सुधार गर्नुपर्ने प्राथमिकताको क्षेत्रबारे विस्तृत जानकारी गराउनुभयो। उहाँले गुणस्तरीय शिक्षाका लागि सबै शिक्षक तथा कर्मचारीहरूले जिम्मेवारी बोध, समय पालना, पेशागत अनुशासन, निरन्तर आत्ममूल्याङ्कन तथा विद्यार्थी केन्द्रित शिक्षण पद्धतिलाई अझ प्रभावकारी रूपमा कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभयो। साथै आगामी त्रैमासिक अवधिलाई अझ उपलब्धिमूलक बनाउन आवश्यक निर्देशन तथा सुझाव पनि प्रदान गर्नुभयो। बैठक विद्यालयको प्राइमेरी इन्चार्ज फुलमाया थापाको अध्यक्षता, शिक्षक लक्ष्मी रेश्मी राणा मगरको स्वागत र शिक्षक युनिसा गुरुङको सञ्चालनमा सम्पन्न भएको थियो। गुरु पूर्णिमाको पावन अवसरमा न्युलुम्बिनी इङ्ग्लिस बोर्डिङ स्कुलको न्युलुम्बिनी बाल क्लबको आयोजनामा विद्यालयमा कार्यरत सम्पूर्ण शिक्षकहरूलाई सम्मान गर्ने विशेष कार्यक्रम सम्पन्न भएको छ। बाल क्लबका अध्यक्ष आरती ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा विद्यालयका भाइस प्रिन्सिपल विष्णु बहादुर सारू प्रमुख अतिथिका रूपमा उपस्थित हुनुभएको थियो। कार्यक्रममा विद्यार्थीहरूको तर्फबाट गुरु शिष्य परम्पराको महत्त्वलाई आत्मसात गर्दै शिक्षकहरूप्रति सम्मान, कृतज्ञता र आदर प्रकट गरिएको थियो। विद्यार्थीहरूले शिक्षकहरूलाई सम्मान अर्पण गर्दै उहाँहरूको अथक परिश्रम, समर्पण र मार्गदर्शनप्रति आभार व्यक्त गरेका थिए। सम्मान कार्यक्रमले विद्यालयमा आपसी सम्मान, सकारात्मक सम्बन्ध र सिकाइ संस्कृतिलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको थियो।
प्रमुख अतिथि विष्णुबहादुर सारूले गुरु पूर्णिमाको अवसरमा सम्पूर्ण शिक्षकहरूलाई शुभकामना व्यक्त गर्दै शिक्षकको भूमिका केवल पाठ्य पुस्तकको ज्ञानमा सीमित नभई विद्यार्थीको व्यक्तित्व निर्माण, नैतिक मूल्य, अनुशासन र उज्जवल भविष्य निर्माणमा अत्यन्त महत्त्वपूर्ण हुने बताउनुभयो। उहाँले विद्यार्थीहरूले आफ्ना गुरुजनप्रति देखाएको सम्मान र कृतज्ञताको भावना अत्यन्त प्रेरणादायी रहेको उल्लेख गर्दै यस्ता कार्यक्रमले विद्यालयमा सकारात्मक संस्कारको विकास गर्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा विद्यालयका शिक्षक, विद्यार्थी तथा बाल क्लबका पदाधिकारी सदस्यहरूको उत्साहजनक सहभागिता रहेको थियो। गुरु पूर्णिमाको अवसरमा आयोजित यस सम्मान कार्यक्रमले गुरु शिष्य बीचको आत्मीय सम्बन्धलाई अझ सुदृढ बनाउनका साथै शिक्षकप्रति सम्मान, कृतज्ञता र संस्कारको भावनाले प्रवर्धन गरेको विश्वास विद्यालयले व्यक्त गरेको छ। कार्यक्रममा बाल क्लबको उपाध्यक्ष शिशिर शाक्काले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो भने सचिव लीला थापाले कार्यक्रमको सञ्चालन गर्नुभएको थियो। न्यू लुम्बिनी इङ्ग्लिस बोर्डिङ स्कुलमा अध्ययनरत कक्षा 9 र 10 का विद्यार्थीहरूको असार 25 गतेदेखि 32 गतेसम्म सञ्चालन भएको प्रथम त्रैमासिक परीक्षाको नतिजा अभिभावक तथा विद्यार्थीहरूको उपस्थितिमा बुधबार र बिहीबार सार्वजनिक गरिएको छ। विद्यालयका प्रिन्सिपल विनोद थापा मगरले औपचारिक रूपमा नतिजा प्रकाशन गर्दै विद्यार्थीहरूको शैक्षिक प्रगति, सिकाइ उपलब्धि तथा आगामी सुधारका पक्षहरूबारे जानकारी गराउनु भएको थियो। उहाँले परीक्षा केवल अङ्क प्राप्ति गर्ने माध्यम नभई विद्यार्थीको सिकाइ स्तर, क्षमता, मेहनत र सुधार गर्नुपर्ने क्षेत्र पहिचान गर्ने महत्त्वपूर्ण प्रक्रिया भएको उल्लेख गर्नुभयो। नतिजा सार्वजनिक कार्यक्रममा विद्यार्थी तथा अभिभावकहरूले विषयगत उपलब्धि, समग्र नतिजा, अध्ययनमा देखिएका सकारात्मक पक्षहरू तथा थप सुधार गर्नुपर्ने विषयहरूबारे जानकारी प्रदान गरिएको थियो। साथै अभिभावकलाई आफ्ना बालबालिकाको नियमित अध्ययन, अनुशासन, गृह कार्य, समय व्यवस्थापन तथा विद्यालयसँगको निरन्तर समन्वयमा विशेष ध्यान दिन आग्रह गर्नुभएको थियो। प्रिन्सिपल विनोद थापा मगरले उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीलाई बधाई दिँदै अपेक्षा नतिजा प्राप्त गर्न नसकेका विद्यार्थीहरूलाई निराश नहुन आग्रह गर्नुभयो। उहाँले निरन्तर अभ्यास, नियमित अध्ययन, शिक्षकको मार्गदर्शन र अभिभावकको सहयोगबाट आगामी परीक्षामा अझ उत्कृष्ट नतिजा हासिल गर्न सक्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा अभिभावकहरूले विद्यालयले पारदर्शी रूपमा नतिजा सार्वजनिक गर्दै विद्यार्थीहरूको शैक्षिक प्रगतिबारे जानकारी गराएकोमा खुसी व्यक्त गरेका थिए। साथै विद्यालय र अभिभावक बीचको सहकार्यलाई विद्यार्थीको सिकाइ उपलब्धि अझ प्रभावकारी बन्ने विश्वास पनि व्यक्त गरिएको थियो। विद्यालयले नियमित मूल्याङ्कन, अभिभावकसँगको सहकार्य र गुणस्तरीय शिक्षा सिकाइ प्रक्रियालाई निरन्तर सुदृढ गर्दै विद्यार्थीको सर्वाङ्गीण विकासका लागि प्रतिबद्ध रहेको जनाएको छ। नेपाली समाजमा परम्परागत रूपमा मनाइने साउन 15 खीर खाने दिनको अवसरमा न्यू लुम्बिनी इङ्ग्लिस बोर्डिङ स्कुलमा खीर पकाउने तथा सामूहिक रूपमा खीर खाने कार्यक्रम उत्साहपूर्वक सम्पन्न भएको छ। विद्यालयमा आयोजित उक्त कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यालयमा आयोजित उक्त कार्यक्रममा शिक्षक, कर्मचारी तथा विद्यार्थीहरूको सक्रिय सहभागिता रहेको थियो। विद्यालय परिसरमा परम्परागत शैलीमा खीर पकाई सबैले आपसी सद्भाव, आत्मीयता र खुसी साटासाट गर्दै सामूहिक रूपमा खीर ग्रहण गरेका थिए। कार्यक्रमले नेपाली संस्कृति, परम्परा र सामाजिक मूल्य मान्यताको प्रवर्धन गर्दै विद्यार्थीहरूलाई आफ्ना मौलिक चाडपर्व र सांस्कृतिक परम्पराप्रति सचेत र सम्मानित बनाउने उद्देश्य रहेको विद्यालयले जनाएको छ। यस्ता सांस्कृतिक गतिविधिहरूले विद्यालयमा आपसी एकता, सहकार्य, भाइचारा र सकारात्मक सम्बन्धलाई अझ सुदृढ बनाउने विश्वास व्यक्त गरिएको छ। कार्यक्रमका अवसरमा विद्यालयका प्रिन्सिपल विनोद थापा मगरले साउन 15 को सांस्कृतिक महत्त्वबारे प्रकाश पार्दै विद्यालय शिक्षा केवल पाठ्य पुस्तकमा सीमित नभई विद्यार्थीहरूलाई आफ्नो भाषा, संस्कृति, परम्परा र सामाजिक मूल्यसँग जोड्ने माध्यम पनि भएको बताउनुभयो। उहाँले यस्ता कार्यक्रमले विद्यार्थीहरूमा सहकार्य, अनुशासन, सामाजिक सद्भाव तथा नेपाली मौलिक संस्कृतिप्रति सम्मानको भावना विकास गर्न महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गर्नुभयो। कार्यक्रमभरि विद्यार्थीहरू उत्साहपूर्वक सहभागी भएका थिए भने शिक्षकहरूले पनि विद्यार्थीहरूसँग मिलेर खीर पकाउने र खाने गतिविधिमा सहभागिता जनाएका थिए। यस अवसरले विद्यालय परिवार बीच आत्मीयता, सहकार्य र पारिवारिक वातावरणलाई थप मजबुत बनाएको अनुभूति गरिएको थियो। न्यू लुम्बिनी इङ्ग्लिस बोर्डिङ स्कुलले शैक्षिक गतिविधिसँग नेपाली संस्कृति, परम्परा तथा नैतिक मूल्यहरूको संरक्षण र प्रवर्धन गर्ने उद्देश्यले यस्ता सृजनात्मक तथा सांस्कृतिक कार्यक्रमहरूलाई निरन्तरता दिँदै आएको जनाएको छ। न्यू लुम्बिनी इङ्ग्लिस बोर्डिङ स्कुलमा शुक्रबार सञ्चालन हुने नियमित साप्ताहिक कार्यक्रम अन्तर्गत प्री प्राइमेरी तहतर्फ टावर बनाउने प्रतियोगिता र प्राइमेरी तथा सेकेन्डरी तर्फ अन्तर्सदनात्मक कविता वाचन प्रतियोगिता उत्साहपूर्वक सम्पन्न भएको छ। विद्यार्थीहरूको साप्ताहिक प्रतिभा, सृजनात्मक अभिव्यक्ति, आत्मविश्वास तथा सार्वजनिक प्रस्तुतिकरण क्षमताको विकास गर्ने उद्देश्यले आयोजना गरिएको प्रतियोगितामा विद्यालयका 4 सदन, जुनियर तथा सिनियर समूहका विद्यार्थीहरूको
उल्लेखनीय सहभागिता रहेको थियो। प्रतियोगितामा सहभागी विद्यार्थीहरूले देशभक्ति, प्रकृति, शिक्षा, नैतिकता, मानवता, संस्कृति तथा समसामयिक विषयवस्तुका आधारित विभिन्न कविताहरू लय, भाव र स्पष्ट उच्चारणका साथ प्रस्तुत गरेका थिए। प्रतियोगिताभर विद्यार्थीहरूको उत्साहजनक सहभागिता र उत्कृष्ट प्रस्तुतिकरणले विद्यालय परिसर साहित्यिक वातावरणले भरिपूर्ण भएको थियो। प्री प्राइमेरी तह सम्पन्न टार बनाउने प्रतियोगितामा कक्षा नर्सरीतर्फ युलिजा रेशमी प्रथम, अनुष्का थापा तृतीय, आरब सुनार तृतीय, कक्षा एलकेजी तर्फ एस्तर घरती प्रथम, जेनिसा रोकाहा द्वितीय, प्रमिसा पङ्गिनी तृतीय र कक्षा युकेजी तर्फ मनिषा भट्टराई प्रथम, नन्दराम देवकोटा द्वितीय र रूपा राणा तृतीय हुन सफल भएको थियो। प्राइमेरी तर्फको अन्तर्सदनात्मक कविता प्रतियोगितामा छात्रतर्फ रातो सदनको सक्षम श्रेष्ठ प्रथम, पहिलो सदनको युवराज थारू द्वितीय र हरियो सदनको वसन्त सारू तृतीय भएको छ भने छात्रतर्फ रातो सदनको प्रकृति कण्डेल प्रथम, पहिलो सदनको लक्ष्मी थापा द्वितीय र नीलो सदनको रूप चौहान तृतीय हुन सफल भएको थियो। त्यसैगरी सेकेन्डरी तहतर्फको सोही प्रतियोगितामा छात्रतर्फ नीलो सदनको दिवस रिजाल प्रथम, रातो सदनको विकेश राणा तृतीय र पहिलो सदनको रेशम रेशमी तृतीय हुन सफल भएको छ भने छात्रतर्फ हरियो सदनको अनुष्या भुर्जेल प्रथम, रातो सदनको प्रविगा जर्गा द्वितीय र नीलो सदनको लीला थापा तृतीय हुन सफल भएको अतिरिक्त क्रियाकलाप सहसंयोजक युनिसा गुरुङले जानकारी गराउनुभयो। प्रतियोगितामा शिक्षकहरू विष्णु बहादुर सारू, प्रशान्त राणा र फुलमाया थापा निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो। निर्णायक मण्डलले कविता छनौट, शुद्ध उच्चारण, भाव अभिव्यक्ति, आत्मविश्वास, प्रस्तुतिकरण शैली तथा समग्र प्रभावका आधारमा प्रतियोगिताहरूको मूल्याङ्कन गरेका थिए। प्रतियोगितामा विजेता बन्न सफल भएका विद्यार्थीहरूलाई टीका र प्रमाणपत्रबाट पुरस्कृत गरिएको थियो। प्रतियोगिता अतिरिक्त क्रियाकलाप सहसंयोजक युनिसा गुरुङको अध्यक्षता, प्री प्राइमेरी इन्चार्ज रुस्मिता राणाको प्रमुख आतिथ्यता र शिक्षक पद्मा थापा छेत्रीको सञ्चालनमा सम्पन्न भएको थियो। आजलाई नीलो मिनी बुलेटिन यति नै। अर्को हप्ता पूर्ण विद्यालयको साप्ताहिक गतिविधि लगायतका अन्य खबरहरू लिएर उपस्थित हुने बाचा गर्दैमा साहिसा बोहरा र म सिमरन सापकोटा बिदा हुन चाहन्छु। यहाँहरूको हरेक पल सुखद रहोस्। नमस्कार।